भर्खरै 21 डिसेम्बरदेखि 24 डिसेम्बरसम्म भारतीय विज्ञान सम्मेलन अहमदाबादमा सम्पन्न भएको थियो। त्यसमा नरबहादुर भण्डारी डिग्री कलेजमा एसिस्टेन्ट प्रोफेसर हुनुहुन्छ डाक्टर होमनाथ लुइटेल। उहाँ त्यस सम्मेलनमा उपस्थित हुनुहुन्थ्यो र उहाँले त्यस भारतीय विज्ञान सम्मेलनमा त्यस सङ्गोष्ठीमा पहिलो स्थान प्राप्त गर्न सक्नुभएको छ र यो हाम्रो निम्ति गर्वको कुरो हो। भारतबाटै विभिन्न विश्वविद्यालयबाट विभिन्न कलेजबाट त्यसमा सहभागी हुनुहुन्थ्यो विभिन्न रिसर्च स्कलरहरू। त्यसमा पनि नरबहादुर भण्डारी डिग्री कलेजका डाक्टर होमनाथ लुइटेल जो भारतीय विज्ञान सम्मेलनमा पहिलो स्थानमा आउनुभएको थियो र उहाँलाई हामी डक्टरेट एसोसिएसन अफ सिक्किमको तर्फबाट हार्दिक बधाई अनि शुभकामना चढाउँदछौँ। उहाँ उपस्थित हुन सक्नु भएन, उहाँले मलाई फोन मार्फत जनाउनु भएको थियो उहाँ भर्खरै आउँदैछु भन्नुभयो। त्यही भएर म यहाँलाई यो सूचना मात्रै साझा गरेको हुँ र तपाईँहरू जति पनि राख्नुहुन्छ छोटो अनि